भाइ हिजो हिसाबमा त 2000 कमाएछ। सर हिसाब त मिस्टेक नहुनु पनि मैले सबै हिसाब गरेर राम्रोसँग क्लियर गरेर हल्किएर राखेको अटोमा। कसरी मिस्टेक नहुनु त? यो यहीँ सबै मैले बिलहरू जोडेँ, जोड्दाखेरि 2000 काउन्टरमा कम छ, हिसाबमा 2000 बढी आयो। कसरी हुन्छ त भाइ यसरी? सर मैले यति वर्ष भयो काम गरेँ, मैले अहिलेसम्म यस्तो गरेको थिइनँ। यस्तो हिसाब अहिलेसम्म कम कहिले पनि आएको छैन। एकचोटि राम्रोसँग चेक गरिदिनु त। भाइ यो हिसाब मिस्टेक भएपछि तिमीलाई काउन्टर छोडेर गइसकेपछि हिसाब मिलेको नमिलेको तिमीले गर्नुपर्छ भाइ। यो तिम्रो खाताबाट पैसा जान्छ, तिम्रो स्यालेरीबाट काटिन्छ। अप्ठ्यारो नमान है भाइ। सर एकचोटि राम्रोसँग हिसाब चेक गर्नु। एकचोटि मैले गल्ती गरेकै रहेछु भने मेरो तलबाट काटिदिनु। हेलो भाइ, के छ खबर? ठिक छ। हिजो मैले 2000 को सामान लगाएको छु होइन, अनि क्युआरमा हाल्छु भनेको क्युआरमा भएन, त्यो भएर अहिले आएको लैजान तपाईँले पो हो त्यही पैसा लफडा नमिलेर लफडा भएर कस्तो भयो? हो र भएर आज हल्लाएको नि ल। त्यो भएर कहाँ हाल्यो होला क्युआर हाल्दा? 2000 हाल्नुपर्ने है। हजुर 2000। ल भयो नि। हजुर हस् धन्यवाद। सम्झेर आउनुभयो। हिजो त भाइले अनलाइनबाट पैसा हालेर चाहिँ त्यो भएर हिसाब नमिलेर रहेछ भाइ। अब तिमी त्यस्तो मैले सोचेको थिइनँ तिमीले त्यो गर्दैन भन्ने मलाई लागेको थियो। तर पनि हिसाब नमिलेपछि भन्नु पऱ्यो, बाध्यता पऱ्यो है। तिमी महान छौ, तिमी नरिसाऊ। अब सधैँ अब नियमित रूपमा काममा आऊ। तिम्रो 5000 तलब बढाइदिन्छु। के छ, खुसी छौ है? अप्ठ्यारो नमानो। कहिलेकाहीँ एउटै ठाउँमा काम गर्दाखेरि यस्तो अब ठसक परिहाल्छ। अप्ठ्यारो नमानो ल भाइ। ल ओके।